Hi, after a long time, है ना? Good afternoon. It's me, Krishna Thapa. धेरै पछि चाहिँ मैले भिडियो गराउन थालिरहेको हैन भयो आएको 1 वर्ष 1.5 वर्ष भयो हैन बल्ल भिडियो सुरु गर्दैछौँ सरुन र म आज चाहिँ बर्दुबी जाने प्लान वेलकम सरुन अगेन पुरानो भिडियोहरु त अब हालेर अब हाल्नु पर्छ अनि धेरै पछि यसरी खोल्दाखेरि चाहिँ अझै लाग्दो रहेछ क्या बानी बिग्रिसक्यो बिना क्यामेरा चाहिँ चलाउने बानी बिग्रेको अब चाहिँ स्टार्ट गर्दैछु कोसिस गर्दैछु हैन सकेसम्म चाहिँ कन्टिन्यू गर्ने यहाँबाट सिधै अनि पछाडि चाहिँ हामी बस्ने क्याम्प यो ठाउँलाई चाहिँ सोनापुर भन्छ हैन अहिले चाहिँ यहाँबाट निस्किँदैछ अहिले चाहिँ हामी 07 मा इन्टर गऱ्यो हैन यहाँबाट चाहिँ इतिसला जाने लास्टै याद आउँथ्यो घर गएर आवाज मेट्रोमा बस्छ अहिले आउँछ चस्माभित्र हामी छँदै यार अहिले चाहिँ हामी मेट्रो बसबाट झरेर मेट्रो स्टेसनमा चढिरहेको छ हैन यहाँबाट चाहिँ त्यहाँ अर्को बिल्डिङमा गएपछि मेट्रो स्टेसन आउँछ के देखाउने बुढे अरू बुढेसहरूलाई यस्तो थियो स्लिम केटो होइन भिडियो पुरानोहरू हेरिसक्यो होला मान्छेले मेट्रो स्टेसन चाहिँ यो बिल्डिङको उतापट्टि छ अहिले चाहिँ हामी ट्रेनको इन्टरभित्र जाँदैछौँ होइन टाइम लाग्दैन ट्रेनभित्र लास्टतिर गइदिउँ के छ र हिँड्दै मेट्रो स्टेसनभित्र जान्छौँ यता हेर न बे ठिक छ मुलेट कट छ होइन मुलेट कट काटिरहेको छ फुडिलको चाहिँ दामी आएको छ यार तर यहाँको पानीले चाहिँ बर्बाद बनाउँदो रहेछ क्या त्यो डेन्ड्रफ आउने अनि त्यसपछि मेरो फेसमा चाहिँ यहाँ कालो कालो धब्बा आइरहेको छ अहिले सेट हामी चाहिँ यो मेट्रो स्टेसन गयो होइन त्यहाँनिर चाहिँ यसरी लाइन लागेर बस्ने हो लाइन लागेर चाहिँ अब पछि जाने हो अनि त्यहाँभित्र छिर्नुपर्छ त्यही भएर अब मेट्रो आउँदैछ होइन हामीले चेन्ज गऱ्यो ल के त्यसो लाग्दा यो 2 हो 1 2 3 4 अहिले चाहिँ हामी मेट्रो स्टेसनबाट बाहिर निस्किसक्यौँ होइन कस्तो छ यहाँको मेट्रो स्टेसनबाट भिडियोहरू खिच्न पाउँदैन के कस्तो त्यति साह्रो अब भनौँ न हुन त 2 वर्ष हुन थालिसक्यो रुल एन्ड रेगुलेसन अहिलेसम्म थाहा छैन अनि त्यही भएर पनि हो होइन यहाँ बसिरहेको त्यो भित्रमा खासै नखिच्नु कारण त्यो हो होइन अहिलेसम्म पाइरहेको छ कि एडिसिबी मेट्रो स्टेसनबाट रेड लाइनमा पर्छ होइन गएमा आएर थुक्न पाउन्न खान पाउन्न गर्न पाउन्न म्याक्सिमम ठाउँमा मैले देखेको चाहिँ यहाँ जे पनि गर्न पाउँछ होला एक दुईवटा यस्तो क्राइटेरियाहरू होला ठाउँहरू होला होइन जहाँ चाहिँ यो नपाउने त्यो नपाउने भनेर तर मलाई भोक लागिरहेको होइन खाजा पनि खाउँदैन यहाँ मोमो खान मन लाग्छ 2 प्लेट मोमो बनाउन मन लाग्छ यो भिडियो हामीले खिचेको चाहिँ अक्टोबर 18 मा हो होइन अक्टोबर 18 को भिडियो थाहा छैन अब यो जनवरी यो पोस्ट गर्ने बेलासम्म जनवरी जान सक्छ होइन ओके फाइनल्ली हामी चाहिँ आइपुगेका छौँ बर्दुबी यो चाहिँ बर्दुबी पार्क पछाडि देखिरहेको हामी चाहिँ बर्दुबी अहिले अब एकछिन यसो बस्ने रेस्ट गर्ने त्यसपछि चिया खाने चिया समोसा खाएर अनि घर होइन चिया समोसा खाएर टक्क घर फर्किनुपर्छ यहीँ त हो उडाइदियो त यो चाहिँ हाम्रो बर्दुबी पार्क होइन यो चाहिँ सरुन भन्ने मान्छे ढ्याउसे ठ्याक्कै अहिले त बङ्गुर भन्दा फरक पर्दैन होइन भैँसी होइन बङ्गुर हिजोसम्म चाहिँ घरबाट आउँदाखेरि चाहिँ लास्टै थिएन पार्क अहिले चाहिँ यस्तै छ रातिमा चाहिँ यहाँ स्पेसल देखिन्छ केटो बसिरहेको छ होइन यहाँको स्पेसालिटी के हो भनेपछि लभ जोडीहरू मात्रै आउँछ प्रायः होइन हामी चाहिँ खासै आउन पाउँदैन हामी भने सिङ्गल मान्छेहरू आउने भनेको यो ठाउँै होइन क्या जहाँ हेर्नु त्यस्तै देख्छ नि है सर हेरे हामी यस्तो आयो भने यसरी बस्नुपर्छ यहीँ टुकुरुक्क स्वागत गर्नु हामी खतरा ठाउँमा बसिरहेको छौँ भनेर भन्न चाहिँ मिल्दैन बर्दुबीको एउटा म्युजियम एरिया हो होइन
म्युजियम एरियामा छ तपाईँहरू देख्न सक्नुहुन्छ। फोटो खिच्नको लागि अनि त्यसपछि भिडियोहरू बनाउनको लागि आउनु भयो। यो ठाउँ चाहिँ गेट छ, यहाँ भिडियोहरू बनाउनु मजा मिल्छ होइन। चाहिँ म्युजियमभित्र चाहिँ अहिले हामी जाँदैन, घुम्छौँ माथि पार्कतिर। हामी तपाईँहरू फोटो खिच्छौँ। त्यसपछि नेपाली भइसकेपछि मोमो चाहिँ खानु पऱ्यो होइन, चाउमिन पनि अब ट्राई गर्नु पऱ्यो होइन। हामीले चाहिँ यो चाहिँ हाम्रो विशेषता हो। धेरै पछि यसरी क्यामेरामा आइरहेको छु। तर अहिलेको मौसम चाहिँ एकदम गर्मी छ, पछि चाहिँ कस्तो मौसम हुन्छ थाहा छैन। भिडियो अपलोड गर्दै गर्दा चिसो मौसमै हुनुपर्छ। मेरो अहिले फेसमा पसिना देखिरहेको छ। ए बानी बच्चा यार आमा छोरा। बर्दुबाईको यो म्युजियम एरियाहरू अनि त्यसपछि ज्वेलरी एरियाहरू चाहिँ यो ठाउँमा चाहिँ पर्छ होइन। यो भित्र छ। यहाँ चाहिँ पुरानो यो सबभन्दा पहिला भनौँ न अरब कन्ट्रीमा बसोबास गरेको ठाउँ। विकसित नहुँदै गर्दाखेरि यस्तो खालको के हुन त यो सिमेन्टेडै हो, तर अर्कै तरिकाले लिपपोत पारेर घरहरू चाहिँ यस्तै तरिकाले बनाउँदो रहेछ पहिला चाहिँ। अहिले चाहिँ अर्कै तरिका सिमेन्टेड भइसक्यो। यो चाहिँ पुरानो घरहरू, ओरिजिनल घर, सिमेन्टेड घर, तर अर्कै तरिकाले बाहिरबाट लिपेर बनाएको घरहरू होइन। सो यहाँ चाहिँ हामी छ। हामीले एउटा मैले त्यो भनेको या ठाउँै कहाँ गयो या। सो त्यही हो। फिलहाल चाहिँ अहिले दुईजना। अब दाजुभाइ जहिले जहाँ पनि हो। अब यो चाहिँ समुद्र एरिया पुरा यस्तो छ। अब टक्क लगाएर होइन, धेरै ए नाम बिगार्ने नि यार। चाहिँ सर समुद्र यहाँनिर गयो भने 1 दिरामको बोट चाहिँ चढ्न पाउँछ क्या दुबईमा। 1 दिरामको बोट अझै पनि छ, पहिलेदेखि त्यो थियो अरे होइन। खाइसक्यो हो जस बेचिसक्यो त के त नि। यो चाहिँ ढुङ्गाहरू चढ्ने ठाउँ। यहाँ चाहिँ 1 ग्रामको ढुङ्गा चढ्यो भने यहाँबाट सिधा पारी पुऱ्याउँछ। पारी 2 दिन भयो झुट बोल्ला फर्केर आउँदाखेरि 1 ग्राम लाग्छ। 1 ग्राम 2 दिन आउनु मन लाग्यो नि। थाहा छैन के नि मलाई सोधे हुन्छ। आउनु मन लाग्यो नआउने नि। चढ्न मन लाग्यो चढ्ने, चढ्न मन लाग्यो घर जाने उतै गर्छ। यो सामानहरू केही चाहिन्छ होइन ट्याक्क यहाँ आयो भने सबजना एकदम, किन सबजनाले कस्टमर खोजिरहेको हुन्छ होइन। अनि ल डिस्काउन्ट पुरा डिस्काउन्ट 60, 70, 40, 50, 10%, 20, 15%। ल हामी चाहिँ फाइनली हामी जमानामा आएको रेस्टुरेन्टमा आयो। खाजा खाने, खाजा खाएर यार खाजा खाने। पहिला चाहिँ हामी यहाँ आएको थियो। यो रेस्टुरेन्टको नाम चाहिँ यो ओए के देख्दैन त यार, लाइट कम गर्नुपर्छ। गाउँ बेसी जे हो यो गाउँ बेसी होला। खाजा खान्छ ल। हाम्रो चाहिँ नेपाली रेस्टुरेन्टमा होइन मोमो आइसक्यो। मोमो र चाउमिन ट्राई गर्दैछौँ। ओह मुख बिगारेको हेर न। अझै खानु पऱ्यो। कस्तो लाग्यो भन। 2 वर्षपछि म अमृत पर्ने हो यार। तिमी खाने मोमो? अहिले चाहिँ हामी मोमो चाउमिन त्यसपछि सुकुटीको तयारी चलिरहेछ। मोमो चाहिँ कस्तो लाग्यो ल भन त। एकदम 1 नम्बर हो, 1 नम्बर। चित्त बुझ्यो? मलाई दामी लाग्यो। ओके खाना चाहिँ धेरै भयो होइन, मिठो भएर मजा आएको थियो। अनि धेरै खाएको, भुँडी चाहिँ ठुलो भइसक्यो। सो हामी चाहिँ बर्दुबे भन्ने ठाउँमा अझै पनि यहीँ छौँ। चाहिँ रमाइलो ठाउँ छ। नाइटको भ्यू देखाउ तपाईँ। मजा आउँछ, तर साँझमा चाहिँ यो ठाउँमा आउने हो भने चाहिँ साँझमा आउँछ धेरै राम्रो होइन। डेमा चाहिँ मजा आउँदैन त्यति साह्रो। साँझको टाइममा चाहिँ आउनुपर्छ भ्यूहरू हेर्न। तर अझै त्यही हो, रमाइलो हुन्छ होइन। पसिनाले घेरे यार अहिले चाहिँ लास्टै गर्मी लागिसक्यो। पहिला चाहिँ ठिकै थियो, तर त्यही हो। यहाँ आउने हो भने चाहिँ हामीले खाएको के रेस्टुरेन्टको नाम गाउँ बेसी रेस्टुरेन्टमा गएर खाँदाखेरि चाहिँ मजा आउँछ होइन। खाँदा हुन्छ खानाहरू राम्रो लाग्यो। प्राइस पनि त्यति साह्रो महँगो छैन होइन। यहाँको यो साइडमा यता राखेको रेस्टुरेन्टहरू खान थाल्यो भने चाहिँ लास्टै जान्छ। त्यहाँ गयो भने चाहिँ त्यति साह्रो फरक पर्दैन। हामी चाहिँ अहिले निस्किनु लाग्यो।
अब अल्गु अब यहाँ चाहिँ अल्गुवा मेट्रो स्टेसनबाट चढेर हामी सिधा छिर्छौँ अब पुग्छौँ इतिसलादबाट गइसकेपछि F07 बस नम्बर चढेर सिधै सोनापुर अल जाजल क्याम्प 116 रुम नम्बर त्यसपछि रुममा अब जान्छौँ त्यही हो होइन स्टे ट्युन माया गर्दै गर्नु सपोर्ट गर्दै गर्नु नेक्स्ट ब्लगमा चाहिँ हाम्रो भेट हुन्छ है त थ्याङ्क यू